जातीय भाषिक उत्थान एवं समृद्धि यागु आजु निसोंगु ज्यापु समाज यलया छिकगु तमुजा व निचाको दमुजा जुगुदु वंगु शुक्रबार फोलथका चंगु समाज भवने छगु जाजोया दथुई तमुजा व निचाको दमुजा या उलेजा जुगु ह जाजोले विशेष पाक छाया दिम ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल यल देशे ज्यापु समाज सांगठनिक रूप मितावया चंगु भूमिका चोछा बजु थासे वेकल यल दे या भाषा लिसे संस्कृति या संरक्षण याना तनया पर्यटन प्रवर्धन या नीति लिभिङ म्युजियम देके मागुले बबिया दिल नेवा समुदाय त्यसमा पनि ज्यापु समुदायले त्यसलाई चाहिँ बचाउन सक्यो संरक्षण गर्न सक्यो र पहिचान आफ्नो मात्रै होइन राष्ट्रको पहिचान पनि दिन सक्यो र अन्य नेवा जातिका अन्य समुदायहरूलाई पनि सङ्गठित हुने र अनि आफ्नो पहिचान आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो सम्पदा आफ्नो कलाको संरक्षण र विकास गर्ने एउटा प्रेरणाको स्रोत बन्यो र त अहिले ललितपुरमा 21वटा जातीय समुदाय हुनुहुन्छ त्यो मध्ये नेतृत्वदायी भूमिका ऐतिहासिक भूमिका चाहिँ ज्यापु समाजले खेलेको त्यसैले म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु सिङ्गो ललितपुरलाई चाहिँ एउटा पर्यटक क्षेत्रका रूपमा विकास गर्नेछौँ र हिजो कृषिमा आधारित जमिनमा आधारित त्यतिले पुग्दैन त्यसको जति सक्छौँ संरक्षण त गरौँ अनि हाम्रो जनताको जीवनस्तरलाई नै माथि बढाउने कुरा गरौँ हामीले यहाँ म्युजियम पनि बनाएको छौँ तर अझ म एउटा लिभिङ म्युजियम बनाऊँ त्यो सायद हामी यहाँ कोरभित्र सक्दैनौँ तर अलिकति रिङ रोडबाट बाहिर गएर 5-10 किलोमिटरमा हामी केही जमिनहरू प्राप्त गरौँ खरिद गरौँ र हाम्रो संस्कृतिलाई चाहिँ लिभिङ संस्कृतिका रूपमा पनि विकास गरौँ जहाँ कि हाम्रा पर्यटकहरू हेर्न आउँदा हाम्रो सबै प्रक्रियाहरू उनीहरूले हाम्रा सबै संस्कार संस्कृतिहरूसित परिचित बनुन् र अझ हामीले पर्यटनको हिसाबले चाहिँ ठुलो विकास गर्न सक्नेछौँ प्रस्ताव पनि गरेको छु मेरो पुरा साथ र सहयोग रहने मैले प्रतिबद्धता नै व्यक्त गर्छु म चाहे यहाँको बासिन्दाको हिसाबले यहाँहरूको प्रतिनिधिको हिसाबले र यति बेला चाहिँ नेपाल सरकारको तर्फबाट पनि यहाँहरूको ज्यापु समाज एलाका हरेक गतिविधि र अभियानलाई अगाडि बढाउनको निम्ति यहाँहरूको साथमा रहने मैले प्रतिबद्धता व्यक्त गर्दै यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्छु अठे जाजोले बागमती प्रदेश सभा या सदस्य त जिल्ला प्रशासन ज्याकुथी यलया प्रमुख धुन्डी प्रसाद निरौला यलदेया नगर प्रमुख तलिसे थिथि राजनीतिक दल या नेता तैगु बोटी डुगु खसा वेकअप इन्स ज्यापु समाज मिता वया चंगु भूमिका बारे थथगु खतया दिगु ख गु ज्यापु समाजको छिकगु तमुजे जो कार्नैना गुगगु तमुजे पाखे चाहिँ निर्वाचित जो गु जस्न पुचख वेकअप इन्स वंगु सुरयो दौराने तो चाहिँ कोभिड कार्न पटिज छिपि ब्याके लाउला खट तर ऐसा तभी न वे करना गुक्समा ठो कमिटी जाइना दिउ ख वो कमिटी एजा चाहिँ जिगु पाके जिगु अंतस्करण पाके वे कपिना साधुवाद बागमती प्रदेश धाठे डाडियो खस ठुली बाला ठुली छाँटो चाहिँ वृद्धाश्रम गर्न नम्बर पछपछि छौ चले नाटौटु मेठा चाहिँ छौ प्राइभेट रूपमा चाहिँ घनघन चले नाटौटु त ठोठे चाहिँ एक्सिलेन्ट टाइपको चाहिँ वृद्धाश्रम मरो एजो कारण ठो चले लागि चाहिँ छौ चाहिँ बजेटरी प्रोभिजन त छिसा चाहिँ तेमा ठो तेउ लागि केन्द्रीय सरकार प्रदेश सरकार व स्थानीय सरकार ठिटा ग्वालियामा अब यो छि जस्न पुच नु जस्न पुच न छौ मेगा प्रोजेक्ट परिकल्पना यामा वो चाहिँ छुजिउ ख अन पाखे निर्णय न सुमक्साना 10-15 करोड यो छौ चाहिँ प्रोजेक्ट छिसा चाहिँ ठुल लन्च याओ ठु प्रोजेक्ट छौ चाहिँ न्याकु रगा तलर घाट हल्लास वो कमिटी पे पासपिन त नु वपि पासपिन चाहिँ व्याव्याज्या ढेउ फौजी त न अफी चन्न काजी त न अफी अले थपिने छौ जो भापिया जन ये कि ए छिके ठया मेगा प्रोजेक्ट ठुके चाहिँ मतलब छिसा या मुफ्तर गाड हल्लासा छिपे चाहिँ ब्याकेलाई छिटो चाहिँ मतलब खलाई ए जो कार्य नका ठो अनुसार छिपे चाहिँ न्याउने माल रगा छौ चाहिँ मेगा प्रोजेक्ट यो छौ चाहिँ परिकल्पना याना छिपे न्याउने माल ठेको ज्यापु समाज यल व नेवा दे दबु लावल लुसिठे मिले ज्या मिगन निसे चि
इतिहास काल निसे न झिसची नेवाटे भाषा कला संस्कृति अधिकार प्राप्ति निपिची झि नाप नाप वना चुनुडु आ न नाप नाप वने अले छि कने न छि अठेजिया वने आ नु कने जुइची छिकपिङ निर्वाचन वयुची छि नु कार्य समिति छि नेवा देदबु नाप उले नाप मिलेजिया वने गुची मिगय दिने छि नाप छौए लावलुसी थे मिलेजिया ज्याइनोख अठेजियाना वने झिउ समय धमाडम परिवर्तन ज्यावना दो झिउ किसान देव अथवा झि झपटे मानसिक धमाडम परिवर्तन ज्यावना दो धमाडम उन्नत ज्यावना दो वे आधारे झिउ झपु समाज यो झि झपटे छौ खास बौद्धिक प्रतिनिधित्व जो हिसाब झिउ झपु समाज यो आर्थिक प्रतिनिधित्व हिसाब झिउ झपु समाज यो सामाजिक प्रतिनिधित्व हिसाब छौ बानवपट्टि समिति देख फेमा वो बानव समिति अझ बालन झकाउन फेमा जी नेवा नेवा सकले छवा जिनो ठगु ठ्या ठगु बालकिउ लागि गु ज्यापु समाज मेमेउ समाज पिन्छ याना चौ उइट न टस्कन चोछ्या बहजो जिस ठठे याना न्याउनी मागुडो जिगु ठ्या बा 10 जग ठो नेवाटे यो पहिचान दै गु की संस्कृति सम्पदा 10 जग टी नेवाटे यो पहिचान दै गुलिन चिस संस्कृति सम्पदा डेका चौपी दाइपी नेवाटे ख एजिया नेवाटे यो सक्लेन छडी छपं जिया छिपी न्याउनी माउ क्षेत्र चाहिँ न्याउना गुठो ज्यापु समाज नि च्याडो तक सक्कसित न क गाना न्याउना चंगो तस्कन चोछ्या बजो यक्को यक्को बडाइ बियाचना छलफल छिकपिन त मुलुकको समृद्धिको लागि एकै ठाउँ बसेर यो ज्यापु समाजियालले खेलेको भूमिका वास्तवमा निश्चय नै मुलुकको विविधता जस्तै यो चाहिँ एकता कायम गर्ने र मुलुकको समृद्धिका लागि कायम गर्नका लागि उदाहरणीय र कोसे ढुङ्गो चाहिँ साबित हुन सक्दछ। जिल्ला प्रशासन, जिल्लाभित्रको प्रशासन, स्थानीय प्रशासन, तीनै तहका सरकारको प्रशासनका लागि एउटा समग्र साथ सहयोग र अभिभावकत्व सदा रहनेछ र त्यसका लागि एउटा प्रशासन, सरकारी प्रशासनको तर्फबाट हाम्रो पनि साथ सहयोग र अपनत्व रहनेछ। हामी सदा रहनेछौँ, सँगै साथमा जानेछौँ। यस समयमा जसरी यो हाम्रो ज्यापु समाज बन्यो, यो 27 वर्षको बिचमा यो संरक्षण गर्ने, हाम्रो संस्कृतिको संरक्षण गर्ने, हाम्रो कलाको संरक्षण गर्ने, हाम्रो शिवको संरक्षण गर्ने कुरामा ज्यापु समाजले जुन खालको योगदान गरेको छ यो अत्यन्त सराहनीय छ। म अहिलेसम्म यो 27 वर्षदेखि नेतृत्व गर्दै आउनुभएका पूर्व अध्यक्षहरू र विशेष गरेर हालका अध्यक्ष चन्द्रबाबुजीलाई धन्यवाद दिन चाहन्छु। जाति सांस्कृतिको संरक्षण गर्ने नेपालको संविधान बनेको छ। यसरी हेर्दा हामीले जाति जनजाति बिचको एकता, हामी आफ्नो जातिको सांस्कृतिक संरक्षण गर्ने, आफ्नो जातिको अपनत्वलाई संरक्षण गर्ने, आफ्नो भाषालाई संरक्षण गर्ने कुरा छँदै छ। तर किन हामी सबै पिछडिएका जाति समुदायहरू चाहिँ एक भएर अगाडि बढ्दाखेरि हामीले संविधान पनि लेख्न सक्ने रहेछौँ। अझै पनि हामीले गर्न पर्ने कामहरू धेरै बाँकी छ। जसरी तपाईँहरूले आज अब यो एउटा युवा पिँढीलाई अगाडि बढ्ने कुरामा प्रोत्साहन गरेर चाहिँ सम्मान गर्नुभएको छ, त्यसै गरी वृद्धहरूलाई चाहिँ एउटा उनीहरूलाई चाहिँ संरक्षण गर्नलाई आमदान निकेतन जुन बनाउनु भएको छ, त्यसै गरी के भनेदेखि कलाको संरक्षण गर्नलाई यो एउटा प्राज्ञिक भवन बनाउनु भएको छ र स्वास्थ्यको संरक्षण गर्नलाई चाहिँ स्टार हस्पिटल बनाउनु भएको छ। यसरी तपाईँले हरेक क्षेत्रमा आफ्नो योगदान गर्दै आउनुभएको छ। तपाईँहरूको एउटा उत्तरोत्तर प्रगतिमा हामी होइन जनप्रतिनिधिहरूले हरेक बेला चाहिँ हाम्रो सदा सकारात्मक एउटा सोच रहनेछ। जाजोले 2077-78 साले यसीले उत्कृष्ट ल्याहे त तालापी बमिते त हङ्गु खसा नकटिनी जापु समाजले या सक्रियता डेकेट कोचागु ज्येष्ठ नागरिक आनन्द निकेतन भवन डेकेट ग्वाली यापी दातते त न हङ्गु ख लिस्या जापु समाज या ठिठी क्षेत्र योगदान याना वया चपी व्यक्तित्व त न हङ्गु ख जाजोले समाज नाय चन्द्र मोहर्जन जापु समाज याना वया चंगु जाख व वैगु दिया योजना या बारे जानकारी बिया दिगु ख वर्षै 1 करोड वेकन मेगा प्रोजेक्टको लागि चाहिँ गु बियाडी ढाउपट्टि एकदमै झिउ लागि चाहिँ बालाउ चाहिँ गुपट्टि अवसर जुया चौंडु मेयर साहब त यको सुबाडु कि आठौं लामपाटी डेका चौंडु झिस लामपाटी चाहिँ डेका टुरिस्ट टेट चाहिँ समय बजिनका झिस थन पर्यटन यो चाहिँ गुपट्टि पर्यटक टेट चाहिँ हेउपट्टि व्यवस्था या हो दगा चाहिँ चुएन छिस कौशी पार्टी देखातना आठौं अपुवा तले न दो तले 200 जना चाहिँ मुनुट तले चोना गु सोया चोन चौपट्टि दु वो वेकन चाहिँ मतलब गु 80 लाख रुपैयाँ चाहिँ वेकन बियाडिया वो करिब पार्टी न निर्माण पुरा जिरुङकुपट्टि अवस्था झिउठो पार्किङ अन्डरग्राउन्ड पार्किङ एना चुए चाहिँ गुपट्टि छिस तेउपट्टि वो करिब 15 करोड ति वो अन्डरग्राउन्ड यो चाहिँ गुपट्टि
जिता आशा दु विश्वास दु मेरे सामु ठुकी चाहिँ पुमंगा दिरियो चाहिँ जे भल सकया तन संग्रहालय दु थन हरेक दु तर छिस चाहिँ टुरिज्म थन है म प्याचौं दु ए जुन ती डेस्टिनेसन पॉइंट चाहिँ थन टेमाल लगा मेरे साइड टाइम टाइम ध्यान चुनौ जुल मला ओ डेस्टिनेसन पॉइंट चाहिँ थन गन्ठा लाग्योपति तया बिल्लास ज्यापु समाज छौ चाहिँ टुरिज्म चाहिँ थन डेभलप या दासा कम से कम प्रशासन चाहिँ सजिलो किसिममा म चाहिँ बालक चले जुइला रियो आशा निनु न्यङ्क न्यागु त मुजा पाखे नुगु ज्यासना पुचल्ले मागु खसा सर्वसहमति प्रतिकूल वातावरण नुधा यातायात तयारी कथ 2078 साल असोज 1 गते तकया नीति बैठक स्थगित ज्या चंगु ज्यापु समाज एलया स्रोत पाखे नेपाल मण्डल टेलिभिजन यात जानकारी बिउगुदु